यो भिडियो तपाईँ त्यो मान्छेसम्म अवश्य पुर्याइदिनु होला जुन चाहिँ आफ्नो घरबाट विदेश आएर पैसा कमाइरहेको छ। नमस्कार साथीहरू, म अशोक शाह। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब अवश्य गर्नुहोला। यदि तपाईँ मेरो फेसबुक पेजमा देख्नु भइरहेको छ भने मेरो पेजलाई फलो अवश्य गर्नुहोला। सो म आज चर्चित गर्नेछु विदेशमा बस्ने हाम्रो प्रिय नेपाली दाजुभाइ तथा साथीहरूको विषयमा। सो साथीहरू, तपाईहरू यो भिडियो अन्तसम्म सुन्नुहोला। यदि तपाईँको पनि कुनै फ्यामिलीको सदस्य बाहिर जानुभएको छ भने त्यो भिडियो उहाँसम्म अवश्य पुर्याइदिनु होला। हामी विदेश किन आएका छौँ भन्ने कुरा सबैलाई थाहा छ। हामी आफ्नो परिवारको सपना पूरा गर्न, आमा बुबाको दुःख कम गर्न हामी विदेश आएका छौँ। तर धेरै दुःखको कुरा के छ भन्ने कुरा थाहा छ। धेरै युवाहरूले रक्सीको लतमा फसेर आफ्नो भविष्य र आफ्नो कमाई आफैले बिगारिरहेको छ। एकछिनको रमाइलो केही घन्टा मात्रै खुसी दिन सक्छ, तर त्यसको असर धेरै वर्षसम्म रहन सक्छ। रक्सीले पैसा मात्रै होइन, स्वास्थ्य, परिवारको विश्वास र आफ्नो सम्मान पनि खोज्न सक्छ। याद राखौँ साथीहरू, हाम्रो घरमा कसैले हाम्रो कमाइको आशा गरेर बसिरहेको छ। हाम्रो पसिनाको मूल्य रक्सीको बोतलभन्दा धेरै ठुलो छ। आज एउटा निर्णय गरौँ, रक्सी होइन, बचत गरौँ, खराब बानी होइन। भविष्य रोजौँ, आफू सफल बनाऊ र अरू युवालाई पनि सही बाटो देखाऊ। विदेशमा कमाएको पैसा भविष्य बनाउन प्रयोग गरौँ, आफ्नो जीवन बिगाड्न होइन। धन्यवाद साथीहरू। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो एउटा आफ्नो धारणा प्रश्न अवश्य गर्नुहोला।